नमस्ते। अहिले हामी नेपालको लुम्बिनीमा रहेको यो अखण्ड द्वीप भएको स्थानमा आइपुगेका छौँ। यो अखण्ड द्वीप चाहिँ 24 घण्टा निरन्तर बलिरहेको छ र यो धेरै पहिलादेखि नै बलेको हो भन्ने विश्वास गरिन्छ। धेरै पहिला भनेको चाहिँ कुन तिथि कति शताब्दीबाट भन्ने कुरा चाहिँ खुल्दै आउँदैन। खालि के छ भने धेरै अघिदेखि नै यो चाहिँ यहाँ बलिरहेको हो भन्ने कुराको विश्वास गरिन्छ र यसको चाहिँ नाम चाहिँ अखण्ड द्वीप भनेर राखिएको छ। नमस्ते। अहिले हामी नेपालको लुम्बिनी स्थित यो मायादेवी मन्दिरको अगाडिपट्टि छौँ। यो मायादेवी मन्दिर हो। यो मन्दिरभित्र चाहिँ मोबाइल भित्र लानलाई वर्जित गरिएको छ, निषेध गरिएको छ। यो देखिएको मन्दिरको त्यो ढोकाबाट भित्र छिरिसकेपछि मुख्य मन्दिर रहेको छ र त्यहाँभित्र मुख्य गरी बुद्ध जन्मिएको शिला र मायादेवीको मूर्ति चाहिँ त्यहाँभित्र पाइन्छ। त्यसपछि त्यहाँभित्र काठको एउटा फलाइचाहरू जस्तोबाट घुमेर जाने र त्यसको बिचमा चाहिँ मायादेवीको मूर्ति र बुद्धको जन्मस्थल त्यहाँभित्र छ। यो मायादेवीको मन्दिर हो। माथिपट्टि त्यो गजुर जस्तो बनाइराखेको छ र वरिपरिबाट यसरी यसलाई हामी हेर्न सक्छौँ। र यो यसको एउटा ठुलो एरिया, यो लुम्बिनीको ठुलो एरिया यसरी रहेको छ। अब यसलाई हेर्दै जाउँ। यति ठुलो एरिया छ। अब यहाँ पनि बुद्धिस्टहरू एकदमै धेरै ठुलो सङ्ख्यामा आउनुहुन्छ। विश्वको विभिन्न देशहरूको बौद्ध धर्मावलम्बीहरू आउने पवित्र स्थान हो यो। यो सबै चाहिँ नि कपिलवस्तुको तत्कालीन शाक्यमुनि राजाको दरबारको भग्नावशेषको रूपमा यिनीहरूलाई लिएको छ। यहाँ थुप्रै विहारहरू पनि छन्। भान्तेहरू पनि बुद्धिस्ट धर्मको मान्छेहरूलाई पनि हामी देख्न सक्छौँ। यसरी टाढा यसरी बसिरहनु भएको छ विभिन्न पाठ प्रार्थना गरेर। यसको एरिया पनि एकदम ठुलो छ। यो चाहिँ लुम्बिनीमा अवस्थित रहेको मायादेवीले नुहाउने गर्नुभएको पोखरी भन्ने मान्यता रहिआएको छ। त्यो बोधि वृक्षहरू हामीहरूको हिन्दू धर्मशास्त्रीहरूले चाहिँ धर्ममा लाग्नेहरूले यसलाई पिप्पलको रुख भनेर भन्नुहुन्छ भने बुद्ध धर्ममा चाहिँ यसको नाम बोधि वृक्ष भन्ने गरिएको छ। यस्तो स्थिति छ। यहाँ चाहिँ बस्ने, पाठहरू गर्ने, ध्यानहरू गर्ने दृश्यहरू आएर यस्तो किसिमको छ। यो मायादेवी मन्दिरको पछाडिपट्टिको साइड हो। अब यहाँ महत्त्वपूर्ण चिज चाहिँ के छ भने यो अशोक स्तम्भ, जुन चाहिँ अशोक स्तम्भको कारणले यो लुम्बिनी भनेको यही हो र यही बुद्धको जन्म भएको हो भन्ने कुरा प्रमाणित भएको थियो। यो इस्वी सम्मत सुरु हुनुभन्दा 300 वर्ष अगाडि बुद्ध जन्मेको 200 वर्ष पछाडि एकजना चक्रवर्ती राजा हुनुहुन्थ्यो अशोक। उहाँले चाहिँ यसरी विभिन्न ठाउँमा बुद्ध जन्मेको ठाउँ र बुद्धसँग सम्बन्धित ठाउँहरूमा आउँदै खोजी गर्दै र यसरी स्तम्भहरू चाहिँ गाड्ने गर्नुभएको थियो र त्यही अशोक स्तम्भ हो। यही स्तम्भ र बुद्धको सम्झनामा यो विदेशको देश हो। बुद्धिस्टहरूले यसरी ध्यानहरू गरिरहनु भएको छ। मुख्य अशोक स्तम्भ यही नै हो। यस्तो किसिमको लुम्बिनीको दृश्यहरू देख्न सकिन्छ टाढा टाढासँग पनि। के छ भने उहाँले गौतम बुद्धलाई मुक्ति हुनुभन्दा केही दिन अगाडि खिर खुवाउनु भएको र त्यो खिर खाइसके पश्चात उहाँले चाहिँ मध्यम मार्ग अपनाएर नयाँ तरिकाबाट ध्यान गर्दाखेरि चाहिँ उहाँ मुक्ति हुनुभएको भन्ने कुरो गौतम बुद्धको इतिहास पढ्दाखेरि हामीले थाहा पाउन सक्छौँ। यो स्थान चाहिँ अघिको
मूल त्यो बोधगयाको मूल मन्दिरबाट त्यस्तै 2-3 किलोमिटर मात्रै यता रहेको छ र यो चाहिँ भारतीय पुरातत्व विभागले संरक्षण गरी राखेको स्थान पनि हो। यो पुरानो यस्तो किसिमको चाहिँ नि पहिला स्तूपहरू रहेछ। पछि ह्वाङसाङको यात्रा विवरण अनुसार यो ठाउँमा यस्तो थियो भनेर लेखेकोमा पछि ब्रिटिस पुरातत्वविदहरूले उत्खनन गर्दाखेरि यो ठाउँ भेटिएको भन्ने चाहिँ नि छ। बोधगयामा रहेको बुद्धको विशाल ठुलो मन्दिर, संसारकै सबभन्दा ठुलो मूर्ति। बोधगयामा रहेको यो यस्तो खालको छ। यहाँ पनि विदेश भक्तजनहरू आउने आउनु रहेछ। यो चाहिँ बोधगयाको मुख्य यो मन्दिरबाट बोधि वृक्षबाट चाहिँ 10 किलोमिटर परको दूरीमा पर्छ। यो भियतनामको बुद्धिस्टहरूले बनाउनु भएको रहेछ। 80 फिट अघि बुद्ध। जापान सरकारले आएर बनाएको भन्ने कुराकानी बुझियो। यो वरिपरि पनि टन्नै बुद्धहरूको फोटो छ। यो चाहिँ बोधगया एरियामा चाहिँ सबै देशको यो बुद्धिस्ट देशहरू जापान, कोरिया, भियतनाम, थाइल्यान्ड, कम्बोडिया, लाओस, मङ्गोलिया, चीन सबले आएर आफ्नो आफ्नो बिहारहरू बनाउने अनि आफ्नो आफ्नो तर्फबाट मन्दिरहरू बनाउने यस्तो चाहिँ गर्ने प्रचलन रहेछ। यो चाहिँ गिद्धकुटी भन्ने स्थान हो। यहीँ चाहिँ नि बुद्ध बसेर ध्यान गर्नुभएको मुख्य स्थान यही हो र पछि पनि बुद्ध धर्मसँग आस्था राख्ने कुनै पनि व्यक्तिहरू यो स्थानमा एकपटक आइपुग्नै पर्छ भन्ने मान्यता रहेको छ। यो स्थानमा बसेर पटक ध्यान गर्नुभएको वरिपरि राम्रो भ्यूहरू रहेको छ। गिद्धकुट भन्ने ठाउँ स्थान नै यही हो। अहिले हामी यो बोधगयाको छेउमा यो ढुङ्गेश्वरी भन्ने ठाउँमा आइपुगेका छौँ। यो ठाउँमा चाहिँ भगवान् बुद्धले 6 वर्षसम्म तपस्या गरेर आफ्नो शरीरलाई यस्तो हाड छाला हुने तपस्या गर्नुभएको भन्ने इतिहासमा भेटिन्छ। यो ठाउँ पनि एकदमै सुन्दर स्थानको रूपमा रहेको छ। यसरी राखेरी शरणं गच्छामि धम्मं शरणं गच्छामि संघं शरणं गच्छामि संघं शरणं गच्छामि। यो भारतको उत्तर प्रदेश स्थित बनारस जिल्लाको सारनाथ भन्ने ठाउँमा आइपुगेका छौँ। यो सारनाथ चाहिँ भगवान् गौतम बुद्धले धर्म देशना गर्नुभएको ठाउँ प्रख्यात छ। गौतम बुद्धको 4वटा चाहिँ धामहरूमध्ये 4 धाम भनेर भनिने गरिन्छ हिन्दू धर्ममा। 4 धाममध्ये पहिलो धाम लुम्बिनी, दोस्रो धाम बोधगया, तेस्रो धाम सारनाथ र चौथो धाम कुशीनगर हो।
यो सारनाथमा चाहिँ पहिलोपटक गौतम बुद्धले धर्म प्रवचन धर्म देशना गर्नुभएको। उहाँले बोधगयामा बसेर ज्ञान प्राप्त गरिसके पश्चात 5 जना साधुहरूलाई यो सारनाथको यो स्थानमा आएर उहाँले चाहिँ नि धर्म दर्शन दिनुभएको थियो। त्यसपछि उहाँहरू पनि गौतम बुद्धको चेला हुनुभयो र यसको प्रमाणको रूपमा चाहिँ यहाँ अशोक स्तम्भ रहेको छ। यो अशोक स्तम्भ चाहिँ इस्वी सम्वतको सुरु हुँदा 300 वर्ष अगाडि सम्राट अशोकले स्थापना गरेको। यो फुटेर 5 टुक्रा हुनुभएको छ। यसलाई संरक्षण गरेर सिसाको वरिपरि राखिएको छ। वरिपरि यस्तो चाहिँ यो स्थानहरू बनाइएको छ र यो स्थान चाहिँ भगवान् गौतम बुद्धले धर्म देशना गर्नुभएको स्थान हो। पहिलो पटक चाहिँ उहाँले आफूले जानेको ज्ञान यहाँ बसेर मान्नुभएको थियो। यसको अवस्था यस्तो रहेको छ। यो ठुलो एरिया छ। यो चाहिँ हराएको थियो। यो पनि हो हेनस्याङले लेख्नुभएको कृति अनुसार कनिङघमले सुरुमा पत्ता लगाएर पछि श्रीलङ्कन भिक्षुले चाहिँ यसमा काम गरेर यो यतिको बनाएको भन्ने भनाइरहेछ। र यसमा यस्तो किसिमको देखिन्छ यो सबै। त्यहाँ स्तूप छ। त्यो स्तूप चाहिँ भगवान् बुद्ध आएर त्यहाँ बस्नुभएको थियो। त्यो स्तूप भएको ठाउँमा बस्नुभएको भन्ने कुराहरू छ। स्तूपको चाहिँ यस्तो ठुलो छ यो स्तूप। अनि त्यसपछि यतापट्टि एउटा मन्दिर बनाएको देखिन्छ। एकदम ठुलो एरिया छ यो। क्यामेराले देखाउँदैन। हस् त ल, धन्यवाद। गौतम बुद्ध उभिएर चारैतिर हेर्नुभएको र ऋषिहरूले माथिबाट गौतम बुद्धलाई हेरेर त्यसपछि धर्म प्रवचन दिनको लागि उभिएको ठाउँ भएको हुनाले यसमा चाहिँ यो 5औं शताब्दीमै यति ठुलो स्तूप बनाएको रहेछ। Ewaं bahulang sawake wineti Ewaं pakacappanassa bhagavato savakesu anusasani Bahula pawattati rupang anicang Vedana anicang Sanya anicang Sankhara anicang Vinyana anicang Rupang anicang अहिले हामी भारतको उत्तर प्रदेश राज्य स्थित कुशीनगर भन्ने स्थानमा आइपुगेका छौँ। यो कुशीनगर भन्ने स्थानमा भगवान् बुद्धको महापरिनिर्वाण भएको थियो। यो स्थान पनि हेनस्याङको यात्रा विवरण अनुसारै तत्कालीन भारतीय पुरातत्व विभागका प्रमुख ब्रिटिस बेलायतबाट भारतमा आउनुभएका कनिङघमले नै यो पत्ता लगाउनु भएको भनेर मानिन्छ। र यसमा चाहिँ यो कुशीनगर भन्ने स्थानमा मेरो परिनिर्माण हुन्छ, म त्यहाँ गएर चाहिँ आफ्नो निर्माण लिन्छु भनेर गौतम बुद्धले 3 महिना अगाडि नै भन्नुभएको थियो। सही बमोजिम उहाँ आफूले भनेकै दिनमा वैशाख पूर्णिमाको दिन यहाँ परिनिर्माण भएको मानिन्छ। र यो वैशाख यो पूर्णिमालाई बढी बुद्धिस्टहरूले पूजा गर्ने प्रमुख कारण पनि यही परिनिर्माणसँग जोडेर हेर्ने गरिएको छ। यो चाहिँ सानो स्तूप हो, पुरानो पुरातत्त्वविदले पत्ता लगाएको। त्यो स्तूप हुँदै हुँदै यस्तो स्थानबाट हामी अगाडि बढ्दैछौँ। यो भारतमा चाहिँ जुनसुकै चैत्य विहार मन्दिरको पनि क्षेत्र चाहिँ एकदमै ठुलो हुने रहेछ। सानो सानो एरियामा केही पनि देखिँदैन, यो कभरेजै गर्न नसक्ने गरी। यसको पनि एरिया एकदमै ठुलो छ।
यो देखिएको नै मेन मन्दिर हो। माथिदेखि नै खिच्दै आएको हुनाले पछि मात्र देखिएको हो। भगवान बुद्ध परिनिर्वाण भएको मुख्य स्थान यही रहेको छ। दिखावे जा रही है घोड़ा। अहिले हामी यो कुशीनगरको रामाभार बिहारमा छौँ। यो रामाभार बिहार चाहिँ कुशीनगरको अघिको त्यो मन्दिरमा चाहिँ भगवान बुद्धको परिनिर्वाण भएको र परिनिर्वाण भइसकेपछि यही स्थानमा ल्याएर भगवान बुद्धको शवलाई जलाइएको भन्ने चाहिँ बौद्ध ग्रन्थमा उल्लेख पाइन्छ। र यो पनि उही भेन्सेङकै यात्रा वर्णन र कनिङहमकै उत्खननबाट चाहिँ पत्ता लागेको भन्ने छ। यो स्तूप हो, यसको वरिपरि त्यो किसिमको छ। सबैतिर स्तूपहरूको डिजाइन चाहिँ मोडल एउटै प्रकारको देख्न सक्छौँ हामीले। यो रामाभार भन्ने नाम पहिला बुद्धकालीन नाम नभएर पछि यो ठाउँको नामबाट रहेको हो भन्ने कुरा चाहिँ स्थानीय बासिन्दाहरूबाट जानकारी मिलेको छ। नमस्ते। अहिले हामी भारतको उत्तर प्रदेश स्थित यो कुशीनगरको यो गौतम बुद्धको अस्थि वितरण गरिएको भनेको स्थानमा आइपुगेका छौँ। सुरुको स्तूपमा भएको ठाउँमा गौतम बुद्धको परिनिर्वाण भएको मानिन्छ। दोस्रो स्थानमा बुद्धको शहादत दाह संस्कार गराइएको भनिन्छ भने यो स्थानबाट चाहिँ गौतम बुद्धको अस्थि धातु चाहिँ विभिन्न 8 राष्ट्रका व्यक्तित्वहरूलाई वितरण गरिएको भन्ने मानिएको छ। यो चाहिँ बोधि वृक्षको मुनि यस्तो किसिमको स्थान रहेको छ। यो चाहिँ किन हुन गयो भन्ने कुरा चाहिँ गहिरो छ। गौतम बुद्ध एक ठाउँमा परिनिर्वाण हुनुभयो, अर्को ठाउँमा गएर दाह संस्कार गरियो भने यो ठाउँमा चाहिँ फेरि उहाँको अस्थि धातुलाई विभिन्न राज्यहरूमा बाँड्ने, भाग लगाउने कामहरू गरियो भन्ने बौद्ध ग्रन्थहरूमा पढ्न पाइन्छ। यो स्थान चाहिँ अन्य स्थान हेरिकन अलिकति यसको एरिया चाहिँ अलिकति साँघुरो
नै देखिन्छ। हस्त धन्यवाद। यो चाहिँ भारतको वैशाली भन्ने स्थान हो। यो स्थानमा चाहिँ गौतम बुद्ध लामो समयसम्म बसेको, धेरै लामो समयसम्म बिताएको स्थान र यहाँ एकपटक चाहिँ गौतम बुद्ध विभिन्न कारणले गर्दाखेरि भोकै परेको अवस्थामा बाँदरहरूले लिएर आएर मह खान दिएको भन्ने कथाहरू पनि छ। यो चाहिँ भग्नावशेष हो। पुरातत्व विभागले यसलाई प्रोटेक्सन गरेको छ। र गौतम बुद्धको एकदमै प्रचारित ठाउँमध्ये एउटा ठाउँ हो र त्यो देखिएको चाहिँ अशोक स्तम्भ। यो अशोक स्तम्भ चाहिँ सम्राट अशोकले पहिलोपटक निर्माण गरेको स्तम्भ भनेर मानिएको छ। यसको एरिया धेरै ठुलो छ। यो पुरै यसको हो। भगवान बुद्धले सबैभन्दा धेरै समय बिताएको स्थान, प्रवचन दिएको, दक्षिणा दिएको भनेर मानिन्छ। यो अशोक स्तम्भ, अशोकले पहिलोपटक स्थापना गरेको स्तम्भ हो। यो किसिमको छ यो वैशाली। अहिले हामी भारतको बिहार राज्यको पटना जिल्ला अन्तर्गतको केसरिया भन्ने ठाउँमा रहेका छौँ। यो केसरियाको यो स्तूप हो। 5औं शताब्दीमा निर्मित स्तूप, पछि विभिन्न कारणले गर्दाखेरि लुप्त भएको र फेरि 17औं शताब्दीमा अङ्ग्रेजहरूको शासन भएको बेलामा अङ्ग्रेजहरूले उत्खनन गरेर जीर्णोद्धार गरेको यो स्तूप पछि फेरि भत्केर यो अवस्थामा रहेको छ। र यसलाई भारतीय पुरातत्व विभागले चाहिँ पुरातात्विक महत्त्वको लागि भनेर राखेको रहेछ। र यस स्तूपमा चढ्न ओर्न चाहिँ नि पाउने रहेनछ। बुद्धको चाहिँ प्रख्यात स्थानहरूमध्ये यो पनि एक पर्ने रहेछ। बुद्धले बाँदरले मह खुवाएपछि अनि पछि फर्केर आउने क्रममा बुद्धले यहाँ विश्राम गर्नुभएको भन्ने खालको कुराहरू चाहिँ त्यो ग्रन्थहरूमा पढ्न पाइन्छ। यहाँ चाहिँ बुद्ध धर्मावलम्बीहरूले यस्तै किसिमले प्रार्थना गरिरहनु भएको देखिन्छ। यो राजगिर भन्ने स्थान हो। यसमा चाहिँ तपाईँको गौतम बुद्धले आफ्नो लामो समय यहाँ व्यतीत गर्नुभएको र धेरै मान्छेहरूलाई प्रदक्षिणा प्रदान गर्नुभएको भन्ने कुराहरू आउँछ। यो चाहिँ राजगिर भन्ने स्थान हो। यो चाहिँ बुद्ध धर्ममा धेरै नै महत्त्वपूर्ण स्थान मानिन्छ। राजगिरमा नै बुद्ध भगवानले धेरैलाई उपदेश दिनुभएको। यो गुप्ती भन्ने यो जङ्गलमा बुद्धकै पालामा धेरै ठुलो सत्सङ्गहरू भएको। त्यसपछि यसमा यो यहाँको राजा बिम्बिसार, त्यसपछि आजाद शत्रुहरूले यो ठाउँलाई विकास गरेर बुद्धलाई यो स्थानमा बस्नु दिएको भनेर मानिन्छ। यो अहिलेसम्म हामी हेरेको बिहारको जति पनि राज्यहरू छ सबै होचो र समथर भूभाग मात्रै हामीले देखेकोमा चाहिँ यो चाहिँ पुरै पहाडै पहाड छ।
यो विश्व शान्ति स्तूप चाहिँ यो जापानिजहरूले बनाइदिएको रहेछ। त्यसै गरी यो अर्को जापानिजहरूकै प्रार्थना गर्ने ठाउँ रहेछ यो। हजुर यो परसम्म सबै यस्तो चाहिँ नि बुद्धको उहरू देख्न पाइन्छ टाढा टाढासम्म पनि। र यो तल देखिएको चाहिँ यो पुरै पटनासम्म यहाँबाट देखिन्छ। यस्तो उचाइमा बसेर बुद्धले ध्यान गर्नुभएको भन्ने कुरा चाहिँ इतिहासमा पाउन सकिन्छ। यो चाहिँ गिद्धकुटी भन्ने स्थान हो। यहीँ चाहिँ नि बुद्ध बसेर ध्यान गर्नुभएको मुख्य स्थान यही हो। र पछि पनि पनि बुद्ध धर्म सिंहासन राख्ने कुनै पनि व्यक्तिहरू यो स्थानमा एकपटक आइपुग्नै पर्छ भन्ने मान्यता रहेको छ। यो स्थानमा बसेर पटक ध्यान गर्नुभएको वरिपरि राम्रो भ्यूहरू रहेको छ। गिद्धकुट भन्ने ठाउँ स्थान नै यही हो। अहिले हामी यो राजगिरमा अवस्थित बेनु वनमा छौँ। यो बेनु वनको विशेषता भनेको चाहिँ यहाँ सयौँ थरी बाँसहरू हुने, बाँसको प्रकारहरू धेरै हुने, रुख बिरुवाको प्रकार धेरै हुने। भगवान् बुद्ध चाहिँ यहाँ आउनु हुँदाखेरि त्यो बेलाको राजा बिम्बिसारले यो चाहिँ बेनु वन उहाँलाई दान गर्नुभएको रहेछ। र यही बेनु वनमा उहाँ बस्ने आराम गर्ने र बेनु वनमा बिम्बिसारले बिहारहरू पनि दान गरेको पहिलोपटक भन्ने बुद्ध धर्मको इतिहासमा थाहा पाउन सकिन्छ। बेनु भनेको बाँस र बेनु रामवन भनेको चाहिँ आराम गर्ने चाहिँ नि स्थान रहेछ। यो एकदम सुन्दर, अति विशाल, शान्त र एकदमै राम्रो स्थानको रूपमा रहेको छ। अहिले हामी चाहिँ यो बेनु वनमा घुमिरहेका छौँ। बेनु राम विहार वनको यो गौतम बुद्धको मूर्ति हो। र यहाँ यस्तो किसिमको एउटा ठुलो पोखरी पनि देखिन्छ। यस्तो फुलहरू देखिन्छ। यस्तो राम्रो बगैँचा छ। यसमा चाहिँ राजा बिम्बिसारले यो बेनु वन गौतम बुद्धलाई दान दिएको पछि राजा बिम्बिसारलाई उनकै छोरा अजातशत्रुले मारेर यो मगध राज्य अन्तर्गत राजधानी राजगिर लिइसके पश्चात फेरि अजातशत्रुले र बुद्धको काकाको छोरा देवदत्तले चाहिँ बुद्धलाई बौला हात्तीहरू पठाएर मार्न लगाएको भन्ने छ। र त्यो बौला हात्तीहरू चाहिँ बुद्धको अगाडि आएर बुद्धले छोइसके पश्चात तिनीहरू पनि शान्त भएर बुद्धलाई दर्शन गरेर गएको भन्ने कुराहरू पनि सुन्न पाइन्छ। र त्यो स्थान चाहिँ यही हो भनेर भनिएको छ। यसको यो बेनु विहारभित्र यो बाँसको प्रजातिहरू लगायत यो बगैँचाहरू धेरै ठुलो छ। यो सबै कभरेज गरेर चाहिँ अलिकति सकिने अवस्था छैन। धन्यवाद। गौतम बुद्धको 4 धाम र 8 अष्टमा स्थान मध्येको एक स्थान यो सङ्किसा भन्ने स्थान हो। यो स्थानमा चाहिँ गौतम बुद्ध स्वर्गबाट फर्किएर आएपछि आउँदाको पहिलो पाइला टेकेको स्थान भएको र यही स्थानबाट गौतम बुद्धले अभिधम्म पिटक निर्माण गर्नुभएको हुनाले एकदमै महत्त्वपूर्ण स्थानको रूपमा रहेको छ। अहिले हामी सङ्केसा भन्ने स्थानमा पुगेका छौँ, उत्तर प्रदेशको, जहाँ चाहिँ भगवान् बुद्ध आफ्नो आमा पनि
भगवान बुद्धलाई पाएपछि उहाँको आमा 7 दिनपछि स्वर्गीय हुनुभएको थियो अनि आमा पछि स्वर्गलोकमा देवलोकमा गएर बस्नु भएको थियो। गौतम बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि ऋद्धि सिद्धि सम्पूर्ण शक्ति आफ्नो हातमा आइसकेपछि पछि आमाले त्यो पाउनु भएको दुःख र आफ्नै कारणले आमा मरेको हुँदा आमालाई भेट्न भनेर देवलोकमा गएर 3 महिनासम्म बसेर आमालाई विभिन्न धर्म देशना गर्नुभएको थियो। अनि त्यो धर्म देशना गरिसके पश्चात उहाँ चाहिँ यो उत्तर प्रदेशको यही स्थानमा सन्तेसा भन्ने स्थानको यो वरिपरिको यो स्थानमा चाहिँ 3 महिनापछि आएर धर्म देशना गर्नुभएको थियो र त्यसमा चाहिँ अभ्यु धम्म पिटक भन्ने जुन बुद्ध धर्मको 3टा पिटक मध्येको एउटा महत्त्वपूर्ण पिटक छ त्यसको धर्म देशना पनि यही स्थानमा भएको भनेर मानिन्छ। यो चाहिँ अहिले मैले वरिपरिबाट खिचेको यो चाहिँ अशोक स्तम्भ हो। अशोक स्तम्भको माथिल्लोपट्टिको टाउको मात्रै यहाँ भेटेको छ, योभन्दा मुनिको चाहिँ नभेटेको हुनाले यसको हिस्ट्रीको बारेमा आधिकारिक कुराहरू चाहिँ थाहा पाउन सकिएको छैन। यो अशोक स्तम्भ चाहिँ नेपालमा पनि छ, यो माथि बोधगयामा कुशीनगरमा सबै ठाउँमा भेटिन्छ र यो मेन बुद्ध धर्मको इतिहास पत्ता लगाउने काम नै यो अशोक स्तम्भ भेटिएको र अशोक स्तम्भमा लेखिएको कुराहरूबाट भइरहेछ। यो पिपलको बोट हो, यस्तो बोटहरूलाई फेरि बोधि वृक्ष भन्ने गरिन्छ र भगवान बुद्धले पिपलको बोट मुनि नै बसेर बुद्धत्व प्राप्त गरेको हुँदा त्यसलाई चाहिँ बोधि वृक्षलाई एकदम मान्यता दिने गरिन्छ। उहाँहरू श्रीलङ्कन भन्तेहरू हो र यहाँ चाहिँ यो मुख्य भगवान बुद्ध चाहिँ ओर्लिएर 3 स्टेपसम्म चाहिँ नि ओर्लिएर डेभलपबाट आमालाई भेटेर आइसकेपछि ओर्लिएको मुख्य स्थान यही हो। यो पुरातत्व विभागले गर्दैछ। अहिले चाहिँ हेर्दाखेरि साधारण अलिकति स्थिति हुन्छ। यहाँ हामीसँग आउने ग्रुपको आधार अनुसार चाहिँ यस्तोमा चल्नु हुँदैन भनेर पनि यो तलबाट मैले भनेको छु। धन्यवाद। नमस्ते। अहिले हामी हो भारतको बिहार जिल्लाको श्रावस्ती भन्ने ठाउँमा छौँ। यो श्रावस्तीमा चाहिँ अङ्गुलीमाल भन्ने पहिला चाहिँ डाकु हुनुहुन्थ्यो। पछि चाहिँ गौतम बुद्धलाई उहाँले मार्न खोज्दाखेरि गौतम बुद्धको सम्पर्कमा परेर चाहिँ नि गौतम बुद्धले दिनुभएको ज्ञानलाई शिरोधार्य गर्दै उहाँ चाहिँ पछि ठुलो भिक्षु बन्नुभएको थियो र ठुलो चाहिँ नि ध्यान गर्ने व्यक्तित्व हुनुभएको थियो। तिनै अङ्गुलीमालको चाहिँ नि यो स्तूप भनेर यहाँ भन्ने गरिन्छ र यो अङ्गुलीमालले गौतम बुद्धसँग खुट्टा ढोगेर म अब डाकु बन्दिनँ, म चाहिँ भिक्षु बन्छु भनेर भनेको र त्यसैको सम्झनामा बनाएको स्तूप चाहिँ यो हो। यहाँ पर्यटकहरू पनि यही अङ्गुलीमालको विषयमा कुरा गर्दै हुनुहुन्छ। यसको एरिया चाहिँ यो श्रावस्तीमा अवस्थित रहेको अनाथ पिण्डिकको स्तूप हो। अनाथ पिण्डिक चाहिँ नि को हुनुहुन्थ्यो भने गौतम बुद्ध, भगवान गौतम बुद्ध कपिलवस्तु छोडेर यो श्रावस्तीमा आइसके पश्चात उहाँलाई चाहिँ नि पुरै सपोर्ट गर्ने, दान दिने लगायतको चाहिँ नि यहाँको धनी व्यक्ति हुनुहुन्थ्यो। उहाँले चाहिँ नि गौतम बुद्धलाई धेरै नै सहयोग गर्नुभएको र पछि उहाँकै सम्झनामा गौतम बुद्धको मृत्यु भएको 500 वर्षपछि आजभन्दा 2100 वर्ष अगाडि यो चाहिँ अनाथ पिण्डिकको चाहिँ नि यहाँ स्तूप बनाइएको हो। अनाथ पिण्डिकले जेतवन बिहार भन्ने एउटा ठुलो क्षेत्रफलको जेतवन बिहार भन्ने एकजना यहाँको राजाको छोरा राजकुमारको नाममा भएको जेतवन भन्ने बिहार चाहिँ खरिद गरेर
चाहिँ नि गौतम बुद्धलाई उपहार दिनुभएको थियो। एकछिनपछि त्यहाँ जेतवन बिहारतिर हामी जाँदैछौँ। अहिले चाहिँ यो अनाथ पिण्डको सम्झनामा बनाइएको यो स्तूप चाहिँ यस्तो रहेको छ। धन्यवाद। अहिले हामी यो प्रसिद्ध जेतवन बिहारमा प्रवेश गरेका छौँ। यो भगवान् बुद्धलाई अनाथ पिण्डिकले दान गरेको यो विशाल जेतवन बिहार यही हो। यसमा यो जेतवन बिहार चाहिँ राजाको छोराको नाममा थियो। राजाको छोराले भगवान् बुद्धलाई दिने भनेपछि म दिन्न, यसलाई सुनले बिछ्याउँदा पनि दिन्न भनेर भन्नुभएको रहेछ। अनि अनाथ पिण्डिक यहाँको एकदम धनी मान्छे, उहाँले त मलाई सुनले बिछ्याएको दिनुपर्ने हो भने म सुनले बिछाइदिन्छु भनेर यो देखिएको एरिया सबैमा माथि सुनले बिछाउँदै जानुभयो अरे। अनि त्यसपछि बिछाउँदै जाने क्रममा यत्रो धेरै पैसा भएको मान्छे पनि हुँदो रहेछ भनेर अनि त्यो जेतवन भन्ने राजकुमारले चाहिँ ओहो यो त अचम्मै भयो, अब चाहिँ नि बिछाउनु पर्दैन, बाँकी म आफै दान दिन्छु भनेर अनि बाँकी चाहिँ उहाँले दान दिनुभएको हुनाले यसको नाम चाहिँ जेतवन बिहार भनेको रहेछ। यहाँ चाहिँ गौतम बुद्धले वर्षावासको 25 वर्ष चाहिँ यहाँ बिताउनु भएको भन्ने कुरा चाहिँ छ। धेरै ठुलो छ, यस्तै हो जति पर गए पनि। यो चाहिँ जेतवन बिहारमा रहेको बोधि वृक्ष हो। यो बोधि वृक्ष बोधगयाबाट नै ल्याएर रोपिएको भन्ने विश्वास गरिन्छ। यसमा चाहिँ गौतम बुद्ध विभिन्न समयमा अरू स्थानमा पनि गइरहनु पर्ने हुनाले यहाँ जम्मा भएका उहाँका चेलाहरूले एउटा बोधि वृक्ष यहाँ आउँदाखेरि राम्रो हुन्थ्यो किसिमले निधन गरिसके पश्चात उहाँको सबैभन्दा प्रिय शिष्य आनन्दले बोधगयामा गएर यो बोधि वृक्ष ल्याएर यहाँ रोपेको हुनाले यसको नाम आनन्द बोधि वृक्ष भन्ने नाम रहन गएको छ। यो बोधि वृक्ष धेरै पुरानो भएको हुनाले लड्ला भत्केला भनेर यसमा चाहिँ यो टेकोहरू फलाउने टेकोहरू पनि दिएर राखेको पाइन्छ। यसको ठुलो महत्त्व छ र यहाँ पनि बुद्धिस्टहरू आउने र पूजा अर्चना गर्ने कामहरू अहिले हामी यो श्रावस्तीको गौतम बुद्ध चाहिँ स्वर्ग जाँदाखेरि अस्ति चाहिँ साङ्गी इसा भन्ने ठाउँमा गौतम बुद्ध स्वर्ग गएर फर्किँदाखेरि फर्केको भनेर चाहिँ हामीले भनेको स्थान थियो भने यो स्थानबाट चाहिँ गौतम बुद्ध चाहिँ स्वर्ग जाँदाखेरि चाहिँ आमालाई यो ट्रान्सिट देवलोकमा जानको लागि चाहिँ यो स्थानबाट जानुभएको भन्ने कुरा छ। र यो स्थानमा चाहिँ बुद्ध भगवान्ले एउटा चाहिँ नि रिद्धि पनि देखाउनु भएको थियो। यसमा चाहिँ एकै दिनमा आँप रोपेर आँप फलाएर सबै मान्छेहरूलाई खुवाउनु पनि भएको थियो भन्ने छ। यो चाहिँ अहिले पुनरुत्थान भइसकेको छैन, पुरानो माटोको ढिस्कोमा दिएछ त्यस्तै छ। यसको गोलाइ चाहिँ निकै ठुलो छ, तर यसलाई चाहिँ पुनरुत्थान गर्ने कामहरू बाँकी नै छ भन्ने कुराहरू छन्। यो पनि बुद्धको विभिन्न महत्त्वपूर्ण चाहिँ नि बुद्धले गर्नुभएको भ्रमण गर्नुभएको क्षेत्रमध्ये यो एक स्थानको रूपमा रहेको छ। यो चाहिँ यस्तो वरिपरि छ र यतापट्टि चाहिँ एउटा खोला पनि देख्न सकिन्छ।